आलवार एम्पेरुमानार जियर तिरुबडिघले शरणम अस्मद्गुरुभ्यो नमः। आज फेरि पुनः हजुरहरूको सामु दास उपस्थित भएको छ। आलवारहरूले मङ्गलाशासन गरेको बाणीहरूलाई लिएर दास पुनः फेरि हजुरहरूको सामु उपस्थित भएको छ। जय श्रीमन्नारायण। जसमध्ये आलवारहरू 12 आलवार हुनुहुन्थ्यो। हामीहरू सबैजना श्री वैष्णव भागवतहरूलाई सबैलाई थाहा नै भएको कुरा हो। जसमध्ये कुलशेखर आलवार हुनुहुन्थ्यो, जो केरलामा बसेर राज्य गर्नुभयो। कुलशेखर आलवारद्वारा लेखिएको विषय, कुलशेखर आलवारद्वारा मङ्गलाशासन भएको यस पेरुमाल तिरुमणि नाम गरेको दिव्य प्रबन्ध 105 पार्श्वरमले परिपूर्ण छ, जसमा रङ्गनाथ भगवानको अटुट प्रेमले उहाँले गान गरेर रङ्गनाथ भगवानलाई सुनाउनु भएको छ। आज त्यही विषयलाई लिएर दास हजुरहरूको सामु फेरि पुनः उपस्थित भएको छ। पारशुरामको अर्थको अनुसन्धान गर्नुभन्दा पहिला हामीले तनियनको अनुसन्धान गर्नुपर्दछ। यो हामीका आचार्यले हामीलाई सिकाउँदै आउनुभएको यो परम्परा हामीहरू दासीहरू सबैलाई थाहा नै भएको कुरा हो। यसै कारणले गर्दा यहाँ रामानुज स्वामीजीलाई निमित्त मानेर कुनै कविले लेखिदिनु भएको छ, जसमा भनिदिनु भएको छ। मूल पाठ शरण गरी फेरि यसको पुनः अर्थमा प्रवेश गर्नेछौँ। जय श्रीमन्नारायण। इन्नमुदम उट्टु घिनिङ्गे वा पैङ्गिलिये तेन्नरङ्गम पाडवल्ल सिर पेरुमाल பொன்னம் சிலை சேர நுதலியார் வேல சேரலர்கோன் எங்கள குலசேகரன் என்றே கூறு ஆரம் கீழப்பரன் அன்பர் கொள்ளார் என்று அவர்களுக்கே வாரங்கோடு கூடு பாம்பில் கையிட்டவன் மாற்றலரை வீரங்கெடுத்த செங்கோல் கொல்லி காவலன் வில்லவரகோன் சேரன் குலசேகரன் முடிவேந்தர் சிகாமணியே। कुलशेखर आलवार तिरुबडिघले शरणम। यहाँ उडैयवर भनेर भनियो। उडैयवर भनेको रामानुज स्वामीजी नै हुनुहुन्छ। कुनै कविले रामानुज स्वामीजीलाई भनेर गाइदिनु भएको, रामानुज स्वामीजीको निमित्त भनेर गाइदिनु भएको, या रामानुज स्वामीजीले नै यो तनियन गाइदिनु भएको हो भनेर यहाँ हामीले जान्न सकिन्छ। यसमा के भनौँ त, यो तमिल द्रविड वेदमा इन्नमुदम मिठो अमृत। मिठो अमृत भनेको कस्तो खालको यो विषयवस्तु हो भनेर भन्नको लागि तात्पर्य के छ यसमा। मिठो अमृत, आमाले बच्चाको लागि बाबु तिमी यो काम गर, तिमीलाई मैले मिठो कुरा खुवाउने छु भन्ने यस्तो प्रस्ताव राख्नुहुन्छ बच्चामा आमाले। जब ओहो आमाले मिठो कुरा खुवाउने हो भने त आमाले भनेको कुरा पक्का गर्नु पर्दछ भन्ने हामी साना केटाकेटी बच्चालाई पनि थाहा नै हुन्छ। यस्तो कुरा जानेर यहाँ कविले कुनै चराचुरुङ्गीलाई बोलाउनुहुन्छ, पक्षीलाई बोलाउनुहुन्छ। हे पक्षी तिमी यहाँ आऊ, तिमीलाई मैले मिठो कुरा खाने दिनेछु। त्यो मिठो कुरा खान दिए बापत तिमीले के गर्नु भनेर भन्दा, हाम्रा कुलशेखर आलवार हुनुहुन्छ जो रङ्गनाथ भगवानको महिमा गाउने, उहाँको नाम लिनु पर्दछ, उहाँको नाम रट्नु पर्दछ भनेर यस तनियनमा बताइदिनु भएको छ, जसमा पुनः दासले जाने अनुसारको अर्थ हजुरहरू माझ राख्नेछ। जय श्रीमन्नारायण। इन्नमुदम मिठो अमृत उट्टो घेन म तिमीलाई खुवाउने छु, इङ्गे वा यहाँ आऊ पैङ्गिलिए हे सुन्दर हैयो सुगा। तेन्नरङ्गम दक्षिण भारतको प्रसिद्ध श्रीरङ्गम क्षेत्र पाडवल्ला
रङ्गनाथ भगवानको मङ्गलाशासन गाउने शिर पेरुमाल वैभवशाली राजा को हुनुहुन्थ्यो अरे भनेर भन्दाखेरि कुलशेखर आलवार। पोन्नम सुनौलो सुन्दर, सुनौलो सुन जस्तै सुन्दर एकदम दिव्य रूप हुनुभएका सिलैशेर नुदलियर। सिलैशेर नुदलियर के छ त यसमा विषय रहस्य भनेर भन्दा धनुषको जस्तै निधार हुनुभएका अर्थात् अथवा सुन्दरीहरूका देशका राजा धनुष विद्यामा निपुण हुनुभएका को त भनेर भन्दाखेरि कुलशेखर आलवार। वेल पराक्रमी राजकुमार शेरलरको चेर साम्राज्यका राजा एङ्गल हाम्रा कुलशेखर नाम गरेका आलवार। एन्ड्रे कुरु यही भन अर्थात् यही रट। यहाँ के भनेर भन्न खोज्नुभयो कविले, हे सुन्दर हरियो सुगा तिमी यहाँ आऊ, तिमीलाई मैले मिठो अमृत खुवाउने छु। तो मिठो अमृत खुवाए बापत तिमी के गर्नु त भनेर भन्दा रङ्गनाथ भगवानको मङ्गलाशासन गर्नुभयो जो आलवार कुलशेखर स्वामीजी हुनुहुन्छ, उहाँको तिमी वन्दना गर, उहाँको तिमी नाम लिग, उहाँको नाम रट भनेर यस्तो कविले रामानुज स्वामीजीलाई निमित्त राखेर यसमा सिकाउनु भयो भन्ने कुरा जानिन्छ। र दोस्रो तनियन छ मनकाल नम्बी अरुलित चैद तनियन। मनकाल नम्बी भनेका चाहिँ अयन्नतो यामुनमात्मदास मलरकपत्रार प्रणनिष्करेण यकृतवान स्थितयौ राज्यम नमामि तं राममेय सत्वम। मनकाल नम्बी भनेका चाहिँ राममिश्र स्वामीजी हुनुहुन्छ, जो नाथमुनि स्वामीजीका प्रमुख शिष्य हुनुहुन्थ्यो, जसमा त्यो समयमा वैष्णवहरूका पनि वैष्णव श्रेष्ठ हुनुहुन्थ्यो। नाथमुनि स्वामीजीको सर्वश्रेष्ठ शिष्य हुनुहुन्थ्यो। उहाँले लेखिएका कृतिहरू रामानुज स्वामीजीले पाउनुभयो, प्राप्त गर्नुभयो, उहाँ मुनिका शिष्यहरूलाई दिँदै गयो, शिष्यहरूले पढ्दै जानुभयो। त्यो परम्परा अन्तर्गत आज दासानुदासहरू सबैले उहाँले लेखेका विषयवस्तुहरू सबैले पढ्न पाउनु भएको छ, सिक्न पाउनु भएको छ, जान्न पाउनु भएको छ। त्यसै गरी नाथमुनि स्वामीजीका नाति हुनुहुन्थ्यो अरे यमुनाचार्य स्वामीजी। यमुनाचार्य स्वामीजीका कृतिहरू पनि रामानुज स्वामीजीले पढ्नु भयो। रामानुज स्वामीजीद्वारा हामीलाई यस विषयमा सबै कुरा प्राप्त हुन्छ, पाइन्छ, जानिन्छ। जसमध्ये मनकाल नम्बी नाम गरेका स्वामीजी हुनुहुन्थ्यो राममिश्र स्वामीजी। राममिश्र स्वामीजी कुलशेखर आलवारको लागि यस्तो तनियन बनाइदिनु भयो कि बडा दिव्य छ, जसमा एउटा राज्यबाट कोही व्यक्तिले अत्यन्तै बहुमूल्य वस्तु त्यहाँबाट चोरी गरेर लिएर गएका हुन्छन्, जसमध्ये राजालाई अत्यन्तै प्रिय थियो, मन्त्रीहरूलाई पनि प्रिय थियो। यहाँ बताइन्छ सुनको हार अर्थात् सुनको कुनै पनि कुरा, हिरा यस्तो कुरा बताइन्छ, जसमा राजा कुलशेखर आलवार भन्नुहुन्छ, मेरा भगवानका भक्तहरूले चोरी कदापि गर्न सक्दैनन्। यो मन्त्रीहरूद्वारा भक्तहरूलाई लागेको लान्छन् मैले हटाउनु पर्दछ भनेर एउटा साँगुरो मुख भएको भाँडोमा उहाँले अत्यन्तै क्रोधित भएको सर्प राख्न लगाउनुहुन्छ र त्यो सर्पले टोको भनी
म यसमा हात हाल्नेछु, त्यो सर्पले दासलाई टोको भने मलाई टोको भने चाहिँ यदि भक्तहरूले गरेको चाहिँ भगवानका भक्तहरूले गरेको हो रहेछन् भनेर हामी जान्दछौँ। यदि त्यसमा हात हालेर टोकेन भने होइन भनेर जानिन्छ भनेर चाहिँ आफ्नो साहसलाई निडर मानेर चाहिँ त्यसमा हात हालेर चाहिँ उहाँ भक्तहरूको इमान्दारिताका निमित्त उहाँले त्यस्तो गर्नुहुन्छ भन्ने यसमा बताइन्छ। जसमध्ये मूल पाठमा के छ हामीले जानिराखौँ। अडेन दासानुदास आरम केड परन किन भनियो त यहाँ? यसको वास्तविक रहस्य के छ भनेर भन्दाखेरि के छ यसको मूल पाठको अर्थ भनेर भन्दाखेरि आरम केड परन हराएको बहुमूल्य हार। अरे राजाको दरबारमा कुनै पनि बहुमूल्य कुरा थियो, त्यो भक्तहरूले चाहिँ लुटेर लिएर गए भन्ने यहाँ आउँछ। अनवर कोल्डार एन्ड्रो के भन्नुहुन्छ कुलशेखर आलवार भन्दा? के भन्नुहुन्छ कुलशेखर आलवार भनेर भन्दाखेरि अनवर कोल्डार एन्ड्रो रे भगवानका भक्तले कदापि चोरीको काम गर्न सक्दैनन्। अवरघलुक्के उनीहरू भक्तहरूको इमान्दारिताका निमित्त वारङ्गोडु गुडपाम्बिल एउटा साँघुरो मुख भएको भाँडोमा अत्यन्तै क्रोधित भएको सर्प राखेर, अर्थात् एकदम डरलाग्दो सर्प त्यसमा राखिएको थियो। कैयटवन आफू निडर भएर नडराइकन त्यो साँघुरो मुख भएको भाँडोमा के गर्नुहुन्छ भनेर कुलशेखर आलवारले हात राखिदिनुहुन्छ। अनि माट्रलरै बिरङ्गेडुत्त त्यो शत्रुहरू जो थिए मन्त्री सबै त्यहाँका भागवतहरू भक्तहरूलाई दोष लगाए। त्यो दोष लगाउने शत्रुहरूको घमण्ड तोड्नका निमित्त सेङ्गोल न्यायपूर्वक न्यायका निमित्त अर्थात् राजदण्ड कोल्लिकावलन कोल्ली नाम गरेका क्षेत्रका राजा अर्थात् कोल्ली नाम गरेका देशका राजा बिल्लवरकोन भनेको चाहिँ धनुषधारी। त्यहाँ जति पनि आचार्य राजाहरू हुनुहुन्थ्यो, मन्त्रीहरू हुनुहुन्थ्यो, उहाँहरूको राजाको पनि राजा को हुनुहुन्थ्यो अरे भन्दा कुलशेखर आलवार धनुष विद्यामा अत्यन्तै निपुण। चेर साम्राज्यका राजा अर्थात् चोल साम्राज्यका राजा, पाण्डे देशका राजा कुलशेखर आलवार मुडिवेन्दर मुकुट पहिरिरहने शिखामणिए सम्पूर्ण त्यहाँ हुनुभएका राजाका एक बहुमहत्त्वपूर्ण मणि, सम्पूर्ण राजाहरूका के हुनुहुन्थ्यो भन्दा मणि, राजाका पनि राजा। यस्तो भन्नुभयो यहाँ रामन मिश्र स्वामीजीले तनियन बनाउनुभयो, मनक्काल नम्बी नाम गरेका स्वामीजीले, र प्रकट गर्नुभयो, टक्र्याउनु भयो भनेर भनिन्छ। यसमा यो तनियनमा भन्न खोजेको तात्पर्य के?
राजाको राज्यमा हराएको हार भक्तहरूमाथि लागिएको लान्छनलाई निवारण गर्नका लागि हटाउनका निमित्त एउटा साँघुरो मुख भएको भाँडोमा अत्यन्तै क्रोधित भएको सर्प राखिएको हुन्छ। त्यो सर्प भएको भाँडोमा राजाले कुलशेखर आलवारले हात हाली ती मन्त्रीहरूले लगाएको लान्छनलाई, घमण्डलाई तोडेर हाम्रा भक्तहरू अर्थात् मेरा भगवानका भक्तहरूले यो चोरीको काम गर्न सक्दैनन् भन्ने इमान्दारिता देखाउनु भयो भन्ने यस पार्श्व अन्तर्गत पाइयो, जसमा अत्यन्तै प्रेरणाले अत्यन्तै भावुक बनेर कुलशेखर आलवारले अगाडि पार्श्व नम्बर 1 देखि लिएर पार्श्व नम्बर 105 सम्म अत्यन्तै गाढा प्रेमले भगवान रङ्गनाथको मङ्गलाशासन गर्नुभएको छ। फेरि पुनः दासले पार्श्वरम 1 लिएर हजुरहरूको सामु आउनेछ। जय श्रीमन्नारायण। अडेन रामानुजदासन।